अब म चाहिँ निस्किन्ला गाइस हैन भाइहरु मसँग जाने भनेर स्कुलमा अघिदेखि रेडी भएर बस्या यो चाहिँ मेरो भाइ यो चाहिँ ठुलो मम्मीको छोरा हैन मसँग बाइकमा जाने भनेर अघिदेखि बसिरहेछ गाइस अब स्टार्ट हुन्छ हुँदैन हेरौँ बिहान बिहान है पहिला ठोकौँ क्यामेरा एङ्गल एक सर्टमै स्टार्ट भयो त स्टार्ट त छट 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 बाख्रा आमामामा डर लाग्छ यार डट बाइक चलाउँदा बिग्रिया गर्छ हाँ खाल्दे आमामामा पिक अफ द डेन्जर छ नि गाह्रो छ गाइस पार्किङ बुट्टु बस बस झकास गयो ल स्कुल जानु ल गयो ल भएन गयो ल हात त महिनाको 2 चोटि भाँदो रहेछस् ल हो अग्लो भयो होला है तिमीहरूलाई त कस्तो हुँदो रहेछ मजा आउँदो रहेछ अनि हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल आयो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म नि एकदमै आरामै छु होइन अस्ति घर आयो बे थियो अब चाहिँ काठमाडौँ फर्किन लाग्यो अस्तिको चाहिँ क्यामेरा एङ्गल पनि मिलाएको छैन भ्लग नि खै राम्रो भएन खै के भएछ होइन अब यो चाहिँ सकेसम्म राम्रो बनाउने ट्राई गर्छु अब उता बे भइरहेछ पहिला बे घरमा जाऊँ खाजासाजा खाऊँ जाऊँ न भोक लगाएर के बाटोतिर खाने त हो पैसा के खेर फाल्ने त बे भइरहेछ गाउँतिर भोजमा गएर खाने हो नि होइन कसले खान्छ बाटोतिर गएर टक्क लगाएर गयो बेतिर गएर यसो खाजासाजा के पाकिरहेको रहेछ सेलरोटी अचार सचार कापकुप्प खाइदिउँ अनि गइदिउँ खाजासाजा लाम्लुम खाएर गइदिउँ है लाज लाग्छ भाइ यहीँ बे भइरहेको सेटल हाल्नु सकेको छैन अब बाइक मात्रै छ अब के चाबी अफ गरेर यसरी न्युट्रलमा जानुपर्छ मास्तिर ओह्रालोतिर होइन हौ मलाई कस्तो अप्ठ्यारो डर लाग्ने क्या तल आउँदा त किन लास्टै डर लाग्नु न यो बाइकमा अनि कुन बाइकमा R15 मा लास्टै डर लाग्नु न ओह्रालो आउनलाई ल चाबी फुत्किँदा भने म्यासन यस्तो भएपछि चाबी उड्छ नि त फेरि मजा आइरहेछ है अहिले चाहिँ मलाई राइड गर्न चाहिँ होइन मुड अफ भयो भने क्या होइन बोर भयो भने क्या यो बाइकको पिकअप देख्दा चाहिँ फ्रेस हुन्छ क्या ला काँगरो ठोक्ने हो कि के भइदिने हो कि जस्तो लाग्छ क्या त्यस्तो पिकअप आइदिन्छ क्या वात्तै हुत्तै लगाएर क्या अनि त्यही भएर फ्रेस भइदिइहाल्छ क्या टेन्सन सब गायब हुन्छ क्या एकचोट त्यो पुरा मिटर पनि बिग्रेछ यार के भयो मिटर अगाडिको तार चुडाएको जस्तो लाग्यो मलाई हिजो मिटर पनि बिग्रेछ यहाँ त तोप जान्छ नि अब यहाँबाट त मेरो यहाँबाट त कति हो स्पिड सही त नाग्यो होला हौ
कति हो कति नि स्पिड त आमा अबि ब्रेकिङ सिस्टम एकदम लुज छ क्या त्यही भएर डर लाग्छ क्या मलाई ब्रेकिङ सिस्टम खराब छ त्यही भएर डर लाग्छ ओ मलाई अरू त त्यस्तै हो अरू त केहीमा डर लाग्दैन ब्रेकिङले गर्दा डर लाग्यो हो नत्र कुदाइदिन्थ्यो अझै साउन्डै मिठो क्या मायासला अब फेरि अफरोडिङ सुरु भयो मलाई अफरोडिङ फेरि यस्तै हुन्छ अनि लामो अनि के अफरोडिङ गर्न मन लाग्यो नि त धुलै धुलो हुन्छ यार आया कम्बर दुख्यो तुम बिन में देखु तो रोसी खोला आइपुग्यो रोसी खोला आइपुग्यो गाइज रोसी खोला यसलाई चाहिँ रोसी खोला भन्छ है गाइज नबिर्सनु फेरि होइन यार यो भ्लगमा आउँदा के बोल्ने हो मलाई त के बोल्नै आउँदैन त यार घरमा हुँदा चाहिँ आउँछ क्या यस्तो यस्तो बोल्नु पर्ने रहेछ भनेर होइन अनि जब बाइकमा बस्छु भ्लग बनाउनु थाल्छु केही बोल्न आउँदैन भने यतिकै भिडियो हेरेर इन्जोय गर्नु ल है मैले सकेन मलाई आएन बोल्नलाई अब के गर्नु त नआएपछि त म कतिको पिकअप छ जति भन्यो त्यति पुग्छ यार उगा भन्दा पनि यहाँ रोडबाट त सबसे अगाडि मै हुन्छ आया 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 कम्मर दुखेको यार लास्ट यार के भयो भने यार म त यार मर्छु कि क्या हो यहाँबाट त कति पिकअप चाहिने मासला सुताउन पनि डर लाग्ने आरटिआरले रेस खेल्न आउँछ भाइ बुढो त आरटिआरले मलाई जान नदिएको त्यो बुढोले बुढो सक्दैन नि अनि 150 अनि 250 कहाँ सक्छ र बुढो अझै जसरी आइरहेछ है बुढो जसरी आइरहेछ बुढो जसरी आइरहेछ अझै हरायो कहाँ हो बुढो बुढो हरायो अब सक्दैन बुढोले मलाई म पनि कहिले बन्ने होला यार एमआरबी जस्तो यार लास्ट बन्नुपर्छ यार एमआरबी त यार मलाई पनि तपाईँको भ्लगतिर लग्नुहोस् न एमआरबी त यार प्लिज यार के भन्छ यहाँ आफूलाई तेल नभए बेला उसलाई त तेल रिजर्भमा आइसक्यो टेन्सन भइसक्यो यार मलाई
टेल रिजर्भमा आइसक्यो अहिले नै उठेर चलाउनु यार ढाड दुख्ने यार कम्मर दुख्ने यार मलाई लास्टै आया कम्मर दुख्ने यो पल्सर त मलाई जानै दिँदैन त के हो हेभी राइडर नै हो क्या कहाँसम्म जान दिँदैन क्या अघि त टर्निङ भएर पो मोटो नसकेर पो तिम्रो पछि हिँडेको त गाइज मजा त मजा आउने त्यसले चाहिँ लास्ट दुःख दिने थेट कुण्डे बजार आइपुग्यो रे ओ माथिको केटाहरू भेट्न जाऊँ न इजी भकुण्डे बजार ए गाइस भकुण्डे बजार मेरो गाउँको बजार यहाँ मासला मुला ट्राफिक हुन्छ नि मासला यसलाई त फेरि मलाई त देख्नै हुँदैन यो ट्राफिक फेरि यो ट्राफिक त डेन्जर छ नि कस्तो तेल रिजर्भमा गएको थ्याट मासला मर्छ फेरि ख्यालमा मर्ला म फेरि ख्यालमा जन्जाला साइली खै त पेट्रोल पम्पमै आइपुग्दैन त गाइज यतैतिर थियो जस्तो लागेको थियो मलाई पेट्रोल पम्प त